5 दिन कुनै घर छैन, कुनै ठेगाना छैन। अब के गर्ने? साथीहरू, काठमाडौँका होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले 5 दिनभित्र आफ्नो बसोबासको व्यवस्था आफै गर्न निर्देशन दिएको छ। काठमाडौँ नेपालका विभिन्न होल्डिङ सेन्टरमा अहिले अस्थायी रूपमा बसेका परिवारलाई दुई विकल्प दिइएको छ। पहिलो, जो परिवार आफैले बस्ने व्यवस्था मिलाउन सक्छन् उनीहरूलाई प्रति परिवार 25,000 रुपियाँ बैंक खातामा उपलब्ध गराइनेछ। दोस्रो, जो आफै व्यवस्थापन गर्न सक्दैनन् उनीहरूका लागि सरकारले वैकल्पिक उपायबारे छलफल गर्ने बताइएको छ। तर 5 दिनको समय सीमा भने धेरै परिवारका लागि ठूलो चिन्ता बनेको छ। कति परिवारसँग स्थायी ठेगाना छैन, कति रोजगार बिना छन् र उनीहरूको लागि अचानक यस्तो निर्णयले अनिश्चितता थपेको देखिन्छ। यो निर्णयपछि स्थानीय स्तरमा पनि प्रश्न उठ्न थालेका छन्। के 5 दिन पर्याप्त समय हो? यो विषय अहिले सार्वजनिक बहसको केन्द्रमा पुगेको छ। यो सूचना अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोपबहादुर बानियाले दिएका हुन्। 5 दिनको समय सीमा केवल संख्या हो वा जीवन बदल्ने निर्णय? तपाईँ के सोच्नुहुन्छ? कमेन्ट गरेर आफ्नो राय दिनुहोस्। यो निर्णय सही हो कि गलत छ? यो परिवारहरूको कथा हाम्रो समाजको परीक्षा हो।